हाम्रो दिनको हाइकिङ कसरी रातिको खतरनाक हाइकिङ भयो यो भिडियोमा हेर्नेछौँ। यो हाइकिङ एकदम डेन्जर भएको थियो। लेट्स स्टार्ट। कैंप फायर। अरे वाह कैसा हो भागवत। हेलो वेलकम बैक माई भिडियो। आज हाम्रो दिनको सुरुवात हुनेछ कुपुन्डोलदेखि, यस्तो ठाउँ जहाँ आजसम्म हामी गएको छैन र यो भिडियो अन्तिमसम्म नछुटाई हेर्नु। ल है गाइज, अहिले चाहिँ हामी गोदावरी बस पार्क आएको छु। त्यसपछि 7वटा पानी अनि मिलाएर हाल्नुहोस् आन्टी, मिलेन भने हामी यहाँबाट भागेर गइहाल्छौँ। Are you comedy me? के खान मन लाग्छ केटाहरू आफ्नो आफ्नो तरिकाले लिएर जाने। माथि मैले लगे सामान कसैले हात लगायो भने म दिनेवाला छैन। हेर, किन भन्दाखेरि कसैलाई बियर खान मन लाग्छ लग्ने बेला लग्यो केटा, आफू त बियर खाइदैन। त्यसैले नवीन हाई भन्न। गुन्डु ग्याङ हाम्रो यो गुन्डु ग्याङको नायके जय प्रकाश बनिए, भूपेश डन, मुनिस मुसो अनि विकास। कुनै ठाउँमा यो ठाउँमा कुनै ठाउँ विकास राखे, नाम चाहिँ विकास। हामी जाने चाहिँ यो हो कि यो हो। आफूलाई त अब भ्लग बनाउने यति धेरै मन लाग्छ होइन, के गर्ने। क्राउडमा आएर बनाऊ भने तेरो सब्सक्राइबर कति छन्, भ्यूज कति आउँछ, लाइक कति आउँछ सोध्छ, लाज लाग्छ। भन्ने पनि लाज लाग्छ यार गाइज। जङ्गलै छैन, जङ्गलमा मङ्गल होला फेरि भाइ। हामी यता जङ्गलमा आएको छौँ। ल गाइज, फुलचोकी पुग्न अझै 13 किलोमिटर बाँकी छ। तर यहाँसम्म आउँदाखेरि म एकदम धेरै थाकेँ। किन भन्दाखेरि मैले धेरै टिकटकहरू बनाएँ, रनिङ गरेँ, त्यही भएर धेरै थाकेको छु गाइज। तपाईँलाई कस्तो लाग्छ यो भिडियो अन्तिमसम्म नछुटाइ हेर्नु होला, किनकि लास्टमा खतरा खतरा ट्विस्टहरू छ। ओके, एकैचोटि हामी माथि फेरि भेट्छौँ। ओए ओए त्यस्तो गर्नु भयो भने हामीले साथीले ओए 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 गाइज त्यस्तो नगर। ओए ओए नहानु, ओए नहानु, ओए 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 रोक्ने, ओए ओए याटेक नगर। आफ्नै साथी हो, त्यस्तो गर्नु हुँदैन। ओए नगर, गर्नु न। हाम्रा जोसिला युवाहरू अगाडि लागिसके। अब गति नभए लुते मुतिहरू पछाडि छन्। एउटा ओए गुन्डा आयो, एउटा मोबाइलै हान्दै गर्छ यार। सबभन्दा सेकेन्ड लास्टमा हाम्रो विकास हुनुहुन्छ भने लास्टमा हाम्रो नवीन साई। हेलो नवीनजी। अब चाहिँ हामी त्यो पिच वे छोडेर हामी जङ्गलतर्फ लाग्यौँ गाइज। यहाँ के नियमहरू लेखेर रहेछन् तर पढ्न भ्याएन। हामी चाहिँ यहाँ जङ्गलतर्फ लाग्यौँ, तर यहाँसम्म पुग्न पनि एकदम गाह्रो छ है। तपाईँहरू आउनु भयो भने हामी जुन रुट आएको छु यही रुट आउनु होला। हाम्रो जोसिला युवाहरू तर ओए चस्मा, ओ केटा यता हेर त। ओए सबले आयो भने त आइ। ओ मन्जुमल बयसहरू को भूत हो त्यो फेरि बढी कराउने। गरे गर्नु ओए लाई बनाई। ओ गाइस हेर, ओ
आज धेरै दिनपछि हामी जङ्गलमा आएका छौँ गाइस। यहाँ यस्तो घना जङ्गलमा बाघ भालु सर्पहरूको डर हुनसक्छ, त्यसैले जति पनि मसँग आएका साथीहरू हुनुहुन्छ आफ्नो सुरक्षा आफै गर्नु होला। लट्ठी भाटा ढुङ्गाहरू हातमा समाएर हिँड्नु होला, किनभने जङ्गलमा जसले पनि एट्याक गर्न सक्छ। त्यसैले सेल्फ डिफेन्स मुला सेल्फ डिफेन्स सबैभन्दा महत्त्वपूर्ण हो। धेरै दिनपछि आज हामी अब जे पनि हुनसक्छ, बेलुका हामी खाना पाउन सक्छौँ या नपाउन सक्छौँ। सबजना थाकिसक्यो, भर्खर 1 किलोमिटर हिँडेको छौँ। यहाँ ब्लग बनाउने भनेर आएको मान्छे मैले ब्लग बनाइदिनु परिरहेछ। जय जिजाङ साई। यहाँ एउटा फोटो खिच्ने, थाकेपछि फोटो हुन्छ यहाँ। केटाहरू अझै 9 किलोमिटर हाइक गर्न बाँकी छ। घर फिर्ता जान 10 किलोमिटर, अहिले थाकिसक्यो 1 किलोमिटरमै, अझै त्यति माथि पुग्नु छ। माथि होइन ल, अहिले त हामी गोदावरीबाट हिँडेर हामी कहाँ पुगेका छौँ रे? अहिले हामी 1 किलोमिटर उकालो हिँडेर हाम्रो आजको फर्स्ट स्टेसनमा पुगेका छौँ। यहाँ हाम्रो टोली यहाँ छ, कोही त्यहाँ लालीग्रास टिप्दैछन्। भर्खर एउटा डाँडा पुगेका छौँ हामी, अझै हाम्रो गन्तव्य धेरै टाढा छ। ल आजकलका केटीहरू हाँडी भन्दा काली, राति राति मेकअप गर्छन् बत्ती बाली बाली। उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी, रेशम फिरिरी, रेशम फिरिरी। उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी। एक नाले बन्दुक, दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई मैले ताकेको होइन, मायालाई ताकेको। रेशम फिरिरी, रेशम फिरिरी। उडेर तल झरना, तिमी कहाँ छौ? डाउन हो क्या यहाँदेखि? अब झर्न जाने हो नि तल। झरना, तिमी कहाँ छौ? रानी फुलेकै साँझमा, तिमी फुल्यौ कलेजीमा जमा, मनको रहर दिन कान्छीलाई घुमाउने काठमाडौँ सहर, कान्छीलाई घुमाउने काठमाडौँ सहर। मताको नौडाँडा काटेर कर्णाली पोइन्ट गाइस, होइन कर्णाली पोइन्ट, हामी कर्णालीको ग्याङहरू हो गाइस। तिमी ब्युटी म क्युटी, कस्तो राम्रो जोडी मिलेको सिउटी। आदरणीय गुरुवर्ग तथा यहाँ उपस्थित भएका मेरा प्यारा प्यारा साथी भाइ बहिनी तथा मेरा प्यारीहरू, म आज यहाँ भ्लग बनाउने क्रममा आज उकालो चढ्दा चढ्दा घर नपुगेला जस्तो भइरहेको छ। त्यही पनि मैले हार मानेको छैन, हार मान्नेवाला पनि छैन। बाँचेर जिन्दगी मर्ने नै हो, आखिर खाएर पनि हग्ने नै हो भने जसरी नै भ्लग बनाउँदा मर्न लागिसक्यो, त्यही पनि बनाउँदैछु। हेर्नुभयो नि गाइज, जबसम्म हार मानिँदैन नि तबसम्म के गरिँदैन। मैले पनि विषय गाइज झन्डै लडेको होइन, फोकस जति क्यामेरामा भयो त्यही भएर होला हाम्रो यो कालु हो, कालु। म कालु, तिमी कालु, खानेले भालु, म खान्छु मकै, तिमी हो मेरो सकै। सकली र नक्कली दुनियाँ
चिन्नै गाह्रो छ क्या गाइज। मलमा हेरेको र आँखाले हेरेको दुनियाँ धेरै नै धेरै फरक छ क्या गाइज। अब के गाइज गाइज भनिराख्नु, अब साथी भयौँ, साथी भनौँ है गाइज। ल हेर्नुहोस् त यो के होला। तपाईँको बिहानीको सुरुवात कसरी भयो मलाई थाहा भएन, मेरो बिहानीको सुरुवाती यसरी नै भइरहेको छ। हिँडेर होस् या गाडीमा आओस्, तर यहाँ गाडी आउँदै कसै गाडीमा आउने नि गाइस, हिँडेर आउने हो। रानी छ त राजा छ, छोटे छ त छोटी छ, त्यसरी नै बुढा छ त जयदा होइसिन्छ, मोटे छ त मोटी छ। छैन छैन मिलेन, लेभल मिलेन, लेभल मिलेन, लेभल मिलेन। खाएँ त खाएँ मैले, के खाएँ? पानी। ल है गाइज, हामी 4-5 घन्टाको यात्रापछि हामी तालु डाँडा भन्ने ठाउँमा पुगेको छौँ। हेर्दा एकदम सुन्दर छ, देख्न सक्नुहुन्छ गाइज। यो साइडमा झन् यो बुकी फुले यार्सकोमा दिने पाटन जस्तो रहेछ, बुकी फुले जस्तो छ। बुकी फुले जस्तो पाटन छ है, हेर्दा एकदम राम्रो र शक्तिशाली पाटन छ। ल यहीँ रोक्छु। होइन यहाँ हराउन सक्छ, तिमीलाई फेरि यो एरिया थाहा पनि छैन। बिस्तारै चिप्लिन्छ केटा हो। धेरै दिनपछि हामी यस्तो घना जङ्गल सुनसान ठाउँमा आएको छु गाइज। यहाँ विषालु एकदम विषालु साप, विषालु काँडा र भालु बाघहरू पनि पाउन सक्छ यो जङ्गलमा। त्यसैले होसियारपूर्वक सावधानी अपनाएर यहाँबाट हिँड्नुपर्ने हुन्छ। गाइज तर चाहिँ हामी यहाँ बाँच्नको लागि, जीवन अर्पण गर्नको लागि जङ्गली खानेकुराहरू खानुपर्ने हुन्छ। किरा फटिङ्गाहरू गर्नुपर्छ र यहाँ हामी बाँच्नको लागि हामीले यहाँ इन्धनको प्रयोग दाउरा गर्नुपर्छ गाइज। यहाँ झिङ्गेलालाई पनि गर्नुपर्छ गाइज। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। मरेको थियो खिचाइ, मरेको थियो अर्को त। ल ल के गर्छ लोड सेला अनि वास्तवमा हामी पुग्नुपर्ने लोकेसन चाहिँ झरना हो, तर अब ओपी भाइ मेन अब गुगल हेर्दैछ, उसले कहाँ लग्छ त्यो थाहा छैन। तर कहाँ यो जङ्गलको बिचको खोला साइडको यो हेर किनारै किनार ल्याएको छ। अब खोलै खोला पानी नलिएको खोला छ, अब खोलाको बिचबाट ल्याएको छ, पानी छैन। अब कहाँ पुग्ने हो थाहा छैन हामीलाई। अब
ल गाइस हामी त्यो डाँडोबाट लगभग 1 घन्टा तल झरेर यहाँ पुगेछौँ। अब यहाँबाट अझै झरना पुगेको छैनौँ। कति टाइम लाग्ने हो मलाई त एकदम गाह्रो भइसकेको छ। अब फेरि पछि जाँदाखेरि त्यही बाटो भएर त्यो जानुपर्छ गरे एकदम गाह्रो छ गाइज यार। अब यस्तो ट्रेकिङ अब हाइकिङ आउँदाखेरि अब हाई इनर्जीहरू लिएर आउनु होला, किनकि हामीले टर्न ल्याएको छौँ। अझै झोलामा छ, रेडबुलहरू छ। अब तपाईँहरू लिएर आउनु होला। अब अझै कति हो कति होइन जानुपर्ने त। ल जियो सोम झरना जाने बाटो गाइज। अब धेरै लगभग बिहान 8 बजे आयो। 8 बजेबाट लगभग अहिले कति 1:30 भइसक्यो। यत्रो टाइम हिँड्दा थाकेर हैरान भइसक्यो। यो झरना बल्ल पुगेछौँ झरना। अब झरना जाने बाटो यता छ। लाइ गाइज झरना भेट्यो। लास्ट फाइनल गन्तव्यमा पुग्यौँ हामी। लास्ट फाइनली हामी झरना पुग्यौँ गाइज। कहिले त्यो मिटर नै केटा हो कति चार सुत्छ के जति पानी जाने क्याम्प फायर। अरे वाह केटा हो। आगो मात्रै बाल्ने हो, मासु सासु सेकुवा हान्ने होइन। के अब हाल्यो अरे ल अब आगो बल्दैछ गाइज है। एकछिनमा यस्तो जाडोमा रेडुल खाएछ, यस्तो जाडोमा रेडुल खाएछ गाइज यार। जाडो छ हाम्रो त। जाडो खाने मन लाग्यो केटा खाऊ है। के चाहिँ खाने मन लाग्छ खाऊ।
गाइज म चाहिँ अब क्यामेराम्यान भएपछि यस्तै गाह्रो छ नि गाइज हेर्न सक्नुहुन्छ सबै गइकै म भिडियो बनाउनु बसिरहेको छु हेर्न सक्नुहुन्छ गाइज म चाहिँ यहाँ एक्लै हो ल गाइज डोल्पाली टिम र मुङ्गाली टिम कर्णाली बोइज गाइज देख्न सक्नुहुन्छ यहाँ हामी लगभग झरना नुहाएर हामी उकालोतर्फ लाग्यौँ फुलचोकी पुग्न लाग्यौँ अब यसको 2 घन्टामा फुलचोकी पुग्छु ए लुते मुते केटाहरू पछाडि छन् सबभन्दा लुते नै भुपेश रहेछ यहाँ फरुदा खाउँछ त्यस्तो उकालोबाट जे भने सुहाउँदैन क्या सिरियस हुन्छ त्यहाँ देख्नु हेर गाइज तपाईँहरूले जुनसुकै देशमा जानुहोस् जुनसुकै स्विजरल्यान्ड भन्नुहोस् जे भन्नुहोस् तर हाम्रो नेपाल जस्तो कहीँ पाउन सक्नुहुन्छ बुद्धि यहीँ छ ऊ त्यो डाँडामा हेर्न सक्नुहुन्छ गौतम बुद्धको मूर्ति बनाएको छ त्यो कसले बनाएको थाहा छ त्यो मेरो बुद्धि हो त्यो मेरो पुर्खा बाँकी कुरो देखेर बिपी आइसक्यो मेरो यता गाइस हेब्लु किन्ने पैसा जित पठाउनु पर्यो यार अब सबैले च्यानललाई मोनेटाइजेसन गरेर भ्युज बढाएर हामीलाई इनर्जी ड्रिङ्क खाने पैसा आओस् अहिले मेरो दिमागमा सेट छ भन्थ्यो झ्याग्नेले न ज्याग्नेले सेट छ देखिहाल्ने दिमागमा सेट यस्तो ठाडो पनि सुत्छ त चुली नलडाइकन लाउनुपर्छ त्यहाँ हानेको खोइ कतै सुरुबाटै बनाउनु पर्ने जतिवटा राख्नु माथि Come on, baby. यो चाहिँ गाइज फुलचोकी माताको दर्शन गर्न आइएको छ एकदम राम्रो र छुट्टै किसिमको मन्दिर रहेछ यो म त फर्स्ट टाइम आएको तपाईँहरू आउनु भएको छ आउनु भएको छैन पक्कै पनि आउनु होला बसेर सफा सकिन्छ जान सकिन्छ त पस्न वेट तपाईँ त्यताबाट आउनु भयो भने यहाँबाट जानु भयो भने केही फरक पर्दैन किनकि राइड हुन्छ नि दाजुको पठाइदिनु त्यहाँ
जाउँ छिटो छिटो ल विकास कहाँ गयो विकास ल जा त एउटा फोटो खिच्छु ए जता केटा एकछिन है भिडियो बनाउनु लाग्छ आउँदा अँध्यारो भइसक्यो म चाहिँ मिस्टर जय जिजङ आधी जङ्गलमा छौँ टर्च लाइट बाल्दै हिँडिरहेछौँ यस्तो हुन्छ चाहिँ सोचेको थिएनौँ ल है गाइज आजको हाम्रो यात्रा यहीसम्म हुनेछ तपाईँहरूलाई भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने लाइक कमेन्ट र सब्सक्राइब गर्नु होला र यो भिडियो गाइज योभन्दा पनि खतरा भिडियो अर्कोचोटि ल्याएर आउने